यो रहेको छ सुजीको पुवा अनि म चाहिँ फर्स्ट टाइम चाहिँ सुजीको पुवा बनाउन जाँदैछु अनि धेरै दिन भयो मलाई पुवा खानमा लागेको थियो अनि पहिला आमाले बनाएर खुवाउनुहुन्थ्यो अनि आमाको हातको जस्तो मिठो त बनाउन सकिँदैन तैपनि आफै ट्राई गर्नु पर्यो भनेर अनि सुजी थियो अस्ति ल्याइरहेको अनि एक बटुका सुजी अनि एक बटुका अस्ति आमाले पठाइदिनु भएको गाईको दुध थियो अनि त्यो पनि मिक्स पारेर अनि 5 मिनट छोपेर राख्दिएँ अनि त्यसपछि यता कराई बसालेर अनि काजु बदाम पनि काटकुट पारेर अनि त्यसमा चाहिँ घिउ पनि सकिन लागेको थियो हेर्नु न तलको निकालेको कालो भएको छ अनि यता फ्राई गर्दैछु काजु बदाम अनि यता रातो भइसकेपछि यता चाहिँ मैले सुजी र दुधको याडलाई पनि त्यसमै मिक्स गरेर अनि यसरी चलाउँदैछु खै कस्तो बन्छ फर्स्ट टाइम त हो नि ट्राई गर्नु पर्यो आफैले जस्तो भए पनि भइहाल्छ नि खाना है भनेर बजारतिरको मात्रै अमिलो पिरो पानीपुरी यस्तो मात्रै कति खानु भनेर अनि यसरी चाहिँ हेल्दी खाजाहरू पनि बनाएर खान लागेको छु मैले तपाईँहरू पनि ट्राई गर्नु होला है कस्तो बन्छ अनि मलाई चाहिँ गुलियो राखेको त्यति मन पर्दैन एक चम्चा मात्रै चिनी राखेँ अनि त्यसपछि यसरी चलाउँदैछु चलाउँदा यसलाई चाहिँ खुँदेर अनि मसिनो पार्नुपर्ने रहेछ अनि बनेर चाहिँ रेडी भइसकेको छ एकैछिनमा बनिहाल्छ यो चाहिँ बनाउन धेरै गाह्रो छैन अनि टेस्टी पनि भएको थियो आमा चाहिँ अलि टाढा हुनुहुन्छ अनि त्यही भएर अनि आमा चाहिँ नभएको बेलामा आमाको जस्तो हातको स्वाद चाहिँ कहाँ हुन्छ र अनि त्यही पनि आफैले बनाएर ट्राई गर्दैछु एकदम मिठो भयो तपाईँ बनाएर ट्राई गर्नु होला बाई बाई।